एमआरआई भइसकेपछि ट्युमर देखियो। ट्युमर देखेपछि चाहिँ अब ट्युमरको बेस्ट हस्पिटल कहाँ छ भनेर खोज्न थाल्यो अनि न्युरो भनेर थाहा पाइयो। त्यसपछि सुरेश डक्टरसित गर्नु, उहाँले राम्रोसित गर्नुहुन्छ भनेर गर्नुभयो। एमआरआईमा देखिएको हाई ग्रेड ग्लायोमा जस्तो ट्युमर सफल तरिकाले निकालिसकेपछि हिस्टोप्याथोलोजी रिपोर्टमा लिम्फोमा आयो, जुन आफैमा एउटा क्यान्सर हो। लिम्फोमा उपचारले क्योर हुन सक्ने रोग हो। शुक्रबार जस्तो एमआरआई गरेर ट्युमर देखियो भने अनि आइतबार यहाँ लिएर आयो अनि सोमबार नै अपरेसन भयो। अपरेसन सक्सेसफुल भयो। अनि सुरुमा चाहिँ त्यो ट्युमरले गर्दा हातखुट्टा दाहिनेतिरको हातखुट्टा नचल्ने जस्तो भएको थियो। अपरेसन गरिसकेपछि चाहिँ त्यो रिटर्न ब्याक भएको छ। अहिले चाहिँ नर्मल्ली हिँड्ने, डुल्ने, खाने, हाँस्ने सबै गर्नुहुन्छ। सुरेश र उहाँको सबै टिमलाई विशेष धन्यवाद दिन चाहन्छु।